खुलाको ठाउँ त खेलाउँदै जाउँ रूपको नामले खेलाउँदै जाउँ खेलाउँदै जाउँ ऊ त हो त्यो त बसिरहेको बोल्दै आऊ बोल तिमी बोल बोल तिमी को भन त ल भन तिमी को भन त ल बोल्दै जाऊ एक बार बोल बोल्दै जाऊ तिमी को भन त को तिमी भन ल अब हामी बाध्दै जाउँ यसलाई कुलको दामी उतारे आफ्नो घर बनाएपछि उसले एकदम घर छैन अब तिमी नै बढे घर उतार्नु पछि उसको घर मण्डल बनाएपछि उतार्नु सेतै हो सेतो मसला छ अब तपाईँको नाम के हो काली आमा काली माता हो अब के लाउँछौ तिमी के लाउँछौ कुन खाल बनाउँछौ रातो रातो चुरा अनि अरू रातो सिन्दुर अनि अरू सोह्र सिंगारका सामान अनि अरू ल घैला छैन के को थाला छ थाला के को छ बाख्राको त कसरी के को बोकाको हो ल ठिक छ ल बोकाको थाला चलाउने खालको ढ्याङ्ग्रो चलाउने खालको तिमी र त तिमी महाकाली पके हो त दिव्रता नै हेर हो दिव्रता तान महाकाली आइज तान तान ल देउतालाई त भनेको है फेरि मान्छेलाई त भनेको रे रक्त काली झमझम हिँड्ने काली रातको 12 बजीमा चर्ने काली मध्यरीमा चर्ने काली ल खेल्ने काली सुन्दरी भएर हिँड्ने रक्त काली विदेशी काली दक्षिण काली महाकाली अब रक्त काली ल अब तिम्रो जिउ ज्यानमा लड्ने बिना भर्छ छैन भर्छ आमालाई धोकाधकी छैन घर परिवार धोकाधकी छैन छैन तिमी दुधले नुहाउन सक्छौ दुधले पक्का सक्छौ गाईको दुधले नुहाउन सक्छौ सिन्दुर काँचो लगाउन सक्छौ अब तिम्रो मन्दिरभित्र छ कि बाहिर छ दुध छ गाईको दुध छ काँचो छैन होला है प्याकेट मात्रै दुध हुँदैन त कहाँबाट आएको हो सबैले दुध हो ए काली खेल्दै जाउँ है अब तिमी गुरुको हातबाट कसम खाने कि कन्डिकेटबाट खाने कन्डिकेटीबाट गुरु चाहिन्छ चाहिँदैन चाहिन्छ ज्ञान मन्त्र दिने गुरु चाहियो अब ढोकाबाट हेर्दै जान्छु र अब तिम्रो पूर्व पश्चिम कता गुरु चाहियो भन ल भन्दै जाऊ जात चाहियो अजात चाहियो भन ल भन्दै जाऊ त पूर्वको ल पूर्व कुन गुरु हो ल तिमीले अहिले सल्कार गर्दैछ ल ढोका मण्डलबाट ल हेर्दै जाऊ ल अब तिमीलाई म चलाउन सक्छु सक्दिनँ मलाई हान्थ्यौ हान्देऊ न म सक्छु सक्दैन सक्छौ हो त्यसरी खेल्नुपर्छ अब बाध्दै खेल्नुपर्छ बाध्दै लाप्पा खेल्दै अब दिदी बहिनी भएर खेल्नुपर्छ ए महाकाली रक्तकाली कालो बोका खाना खान सक्छ सक्दैन ल औँसीमा खानेको पूर्णिमा खाने तिमीलाई डर लाग्यो डर तिम्रो दिदीको बहिनी हो दिदी हो अब बहिनीलाई समात्नु भयो उहाँले खेलाउनु हुँदैछ उहाँको साथमा आउँछ तिमी अब डर लाग्दैछ मर्न मन लाग्यो मर्न मन लाग्दैछ डर लाग्दैछ भनेर डर लाग्दैछ घरबाट कति गाली गर्छ घरबाट कति गाली गर्छ अलि साह्रो बोल्नु कि आमाले अब यो गाली गरेर हुने कुरा होइन अब भगवानले भने अनि गाली कसले गर्छ लक्ष्मी खालको चेली हो तर बास बस्नु अब तिम्रो आङमा पनि है ठिक छ ल उसलाई रुचाउँछौ उसलाई हान्देऊ न हान्देऊ न ऊ बहिनी हो तिम्रो बहिनी हो एकछिन मात्रै समयको लागि हो सधैँभरिको लागि अब तपाईँको यो तिमी उत्रेपछि तिम्रो आयु कता आयु कति छ 90-100 पुग्छ पक्का हो घर परिवारमा केही धोका दिँदैनौ न पशु प्राणी धोका दिँदैनौ न तिम्रो भाइमा धोका दिँदैनौ न ल अघि तिमीले आफै अघिनाको परिचय गरेर खेल्यौ अघिनाको परिचय गरेर खेल्ने तिम्रो धेरै शक्ति हो ठिक छ अब तिमी एकदम कसैमा धोका दिँदैनौ न पिर्दैनौ न तिम्रो मालाजुला छ छैन झोली झम्टा छ छैन चम्मरु छ छैन छ बाजा गाजा छ छैन नौमती बाजाहरू छ छैन सबै छ सब छ झोली झम्टा सबै छ मेरो डरले भनेको त होइन होइन डराउँदैन आमा बाउसँग डर छ कि छैन तिम्रो काका बडो दाजुभाइ वंशसँग डर छ कि छैन
डराउँदैन ल ठुल्ठुलो बिजुवाहरू आउँछ पापी पाखण्डी आउँछ बोक्सी बामती आउँछ छेछौडाहरू आउँछ उसँग डर छ कि छैन छैन होइन तिमी हान्न सक्छौ सक्छु म पक्कै तिनीहरूलाई हो ल अब तिमी एक त्याली दुई त्याली तिम्रो सत्य धर्म हो भने तिम्रो धर्म छ भने देउतामा छोडेर छोड आइज मेरो आङमा छोडिदिनु छोडिदेऊ सरान छोडिदेऊ त छोडिदेऊ चेली छोडिदेऊ सरान छोडिदेऊ मेरो आङमा आइज दुर्गा देवीको मन्दिरमा जा महाकालीको मन्दिरमा जा जलकन्या देवीको मन्दिरमा जा पञ्चकन्या देवीको मन्दिरमा जा छोडिदेऊ तर चेलीमा ल छोड सत्य देऊ भने यहाँ आँखा खोला आँखा खोला लड्न पाइँदैन आँखा खोला आँखा हेर मन्दिर हेर पर मन्दिर आँखा खोला महाकाली जलकन्या देवी सातकन्या देवी भगवती माता इधर महाकाली देवी ल आँखा खोलिदेऊ आँखा खोल सत्य दिवसले बास गरेको चेली हो भने 10 वर्षमा तिमी रातमा दिनमा आएको चेली ल आइज महाकाली आइज रक्तकाली आइज वीरकाली आइज दक्षिण काली आइज पकडी फेरि पकडेर आऊ वक्का बेका गर्दै खुट्टामा पाउजी लगाएर झमझम लगाएर ल सिउँदामा सिन्दुर लगाएर चौबन्दी चोलो लगाएर रातो चुरा लगाएर रातो साडी लगाएर सोह्र सिंगारको सामान खेलाकी काली चल्दै चल काली चल